अप्रिल 25 2015 नेपालमा 7.8 रेक्टर स्केलको भूकम्प जान्छ। त्यही भूकम्प पछिको पुनर्निर्माणमा बालेन्द्र शाह पनि खटिन्छन्। उनले हेल्प नेपाल अर्को सेल्टर इन्जिनियर भएर गोर्खामा 2 महिना काम गर्छन् भने नेसनल सोसाइटी अफ अर्थक्विक टेक्नोलोजीको डिडिए इन्जिनियर भएर अर्को 2 महिना मिलम्चीमा काम गर्छन्। गोर्खामा उनको टिमले 28 वटा बाँसको आवास बनाएर त्यहाँका जनताहरूलाई रिहेबिलिटेट गराएको थियो भने मेलम्चीमा चाहिँ उनले भूकम्पको कारण भएको क्षति आकलन गर्नुपर्ने थियो। त्यसपश्चात पनि उनी वज्रगुरु कन्स्ट्रक्सनमा ट्रान्सपोर्टेसन इन्जिनियर र एएसएफ नेपालमा टेक्निकल एडभाइजर भएर काम गर्छन्। च्याप्टर 3 बालेन र बेङ्गलोर। अब 2012 तिर बालेनले इन्जिनियरिङ गर्दा गर्दै नै बालेनकी दिदी सुजाता शाहको भारतको बेङ्गलोरमा विवाह हुन्छ। त्यसको केही वर्षपछि बालेन अब मामा बन्छन्। आफ्ना भान्जासँग अगाड प्रेम भएकाले बालेनले भान्जाको फोटो बेला बेला फेसबुकमा हाल्ने गर्थे। पछि 2015 को विनाशकारी भूकम्प ताका बालेनकी दिदी काठमाडौँमै थिइन्। अनि अलिक माहौल शान्त भएपछि बालेन दिदी र भान्जा पुर्याउने न्युमा बेङ्गलोर जान्छन्। उनको दिदीको अनुसार बालेनलाई त्यस बेला बेङ्गलोरसँग लगाव भएको र उनले सायद त्यही बेला बेङ्गलोरमै पढ्ने निदो गरेको बताउँछिन्। तो वो साल था 2015। 15 में आया, उसको बैंगलोर से लगाव हो गया, बैंगलोर के लोग, कल्चर। जेओस बालेन दिदी र भान्जासँग बेङ्गलोरमै केही समय बिताएर नेपाल फर्कन्छन् र त्यसको 1 वर्ष पछाडि अब बेङ्गलोरमै मास्टर्स गर्ने निर्णयसहित इन्डिया फर्कन्छन्। बालेन बेङ्गलोर स्थित निट मीनाक्षी इन्स्टिट्युट अफ टेक्नोलोजीमा 2 वर्ष